खाडीको कुली भन्ने उसलाई कुनै अधिकार छैन। ऊ पनि त पहिला खाडीमै त थियो त, खाडीबाट त स्टार्ट भएको उसको पनि त्यो बाहिरको जर्नी होइन। त्यस्तो भन्नै मिल्दैन कि, उसले सुहाउँदैन कि त्यस्तो गर्नुलाई। उसको पनि खाडीबाटै स्टार्ट भएको, आफू पहिला कुन लेभलमा छ त्यो हेर्नुपर्छ, त्यो सोच्नुपर्छ कि उसले। अहिले त्यो जुन ठाउँमा छ नि ऊ पनि त धेरै अर्काको थ्रुबाट त्यसरी गइरहेको होइन, दुनियाँ चेलीबेटीलाई रुवाएको छ। हामीलाई थाहा छैन, एक एक प्रुफ छ त उसको, हामीलाई सबै छ, यहाँ फोटो सहित छ मसँग, स्टिल मैले सुरक्षित साथ राखिरहेको छु। किनकि मेरो नानीको बाउ भनेर होइन, मैले यहाँ सबै एकदमै सुरक्षित साथ। उसले पनि त दुबईमा वेटर गरेको पुरा फोटो सबै छ त यहाँ, ड्रेस वेटरको ड्रेस लगाएको सबै छ। किन सबै हामीले त्यो गर्नु जरुरी छ त? छैन नि त, त्यो जस्तो गिरेको होइन नि हामी। किन दुनियाँलाई चाहिँ खाडीको त्यस्तो भन्नु? ऊ पनि आफू खाडीबाट स्टार्ट गरेको। यसरी हामीलाई यहाँ आएर बेइज्जत गर्नु कुनै ऊ छैन कि, पहिला आफू सुध्रिने बल्ल अरूलाई। किनभने अहिले मेरो नानीको शुद्ध फोटो उठिरहेको छ कि सुरज, त्यही भएर मलाई एकदमै मेरो दिमागले काम गरेको पनि छैन। त्यो आफू त्यस्तो गलत गर्छ, अहिले मेरो छोरीलाई बिचमा आइरहेको छ, यहाँ छोरीको फोटो उठिरहेको छ। त्यही भएर यही लाइभबाट सुनिरहेको होला फिटमिनले, त्यो यो कामहरू एकदमै स्टप गर्ने भए गर्ने होइन। होइन भने भोलि छोरीको भिडियो आउँछ होइन, अलिकति आफ्नो सोचेर विचार गरेर मात्र। मैले अहिले टाढा राखेको छु। ब्रदरले पनि यहाँ सुन्नु रश्मि, हाम्रो यहाँ ब्रदरले लाइभ खोलेर भिडियो बनाएर हाल्दाखेरि यो बारेमा धेरै जानकारी पनि थिएन। एटलिस्ट उहाँले पनि मनमा अलिकति यो चाहिँ गलतै मान्छे हो है भन्ने हिसाबमा त मान्छेले क्रिटिसाइज गर्ने हो नि त। सोसियल मिडियामा आएपछि मान्छेले भन्न पाउँछ, बोल्न पाउँछ, र बोल्दाखेरि जसले नराम्रो अलिकति हिसाबमा उहाँले पनि त्यस्तो जेपा चाहिँ भिडियो के भन्छ उठाएर अथवा गाली गलौज गरेर बनाउनु भएको छैन। उहाँले एउटा भिडियो बनाएर हाल्दैमा कोही पनि एउटा कसैले कमेन्ट लेख्दैमा त्यसको फोटो टाङ्ने निकाल्ने, त्यसको परिवारको फोटो गाली गलौज गर्ने, यो त अति नै गरेको हो नि त। जस्तो कति मान्छेहरू इनोसेन्ट मान्छे होला, ऊ पो अब सबै बिग्रिँदा ठोक्कर खाँदा वाक्कै भएको होइन, मर्दाखेरि पनि उसलाई त केही कसै रोने मान्छे एकजना पनि छैन। नभएदेखि एउटा अमेरिकामा जस्तो ठाउँमा हाम्रो त साथीभाइ हुन्छ, गेट टुगेदर हुन्छ, कहिले कहाँ खान जान्छ, कहिले कहाँ साथीभाइसँग कनेक्सन हुन्छ, उसको केही छैन। त्यही टिकटक बिहान उठ्यो टिकटक, भात खाएको पनि टिकटकमै छ, हगेको पनि टिकटकमै देखाएको छ, चौरी कुदेको पनि टिकटक होइन। त्यही त हामीले कि अब रिप्लाई गरेको पनि कति भिडियोहरू देखेको छु, तर उहाँहरूले यति सभ्य भाषामा रिप्लाई दिनुभएको छ कि फिटमिन हजुर तपाईँ भनेर रिप्लाई गरेको देखेको छ। तर ऊ चाहिँ एकदमै त्यो हुन्छ नि लास्ट कि त्यो अति नै गरेको उसले होइन। त्यही भएर एकदम सुध्रिन पर्यो उसको। अब अहिले हेर इनोसेन्ट छ नि त भान्जीहरू, बिचरा इनोसेन्ट हो होइन। अब भान्जीहरूको शुद्ध फोटो उठिरहेछ, अब घरको फ्यामिलीको उठिरहेछ। मेरो नानीको मैले आज 2-3वटा भिडियोहरू देखेको छु, कस्तो हुन्छ कि एउटा आमालाई होइन। त्यही भएर स्टप गर होइन फिटमेन, भोलि नराम्रो हुन्छ। अब किनभने नानी अब अलरेडी अब एकदमै अलरेडी ग्रोन अप भइसक्यो है मोनिका, टिनेज हो यो बेला। रश्मि यहाँ सुन, जुन फिटमेनको गेस्टमा गएर अर्पण केसी बोल्छ, पहिला अर्पण केसीले हाम्रो रश्मिको बारेमा आवाज उठाएको थियो होइन, त्यतिखेर त्यो त्यसको बारेमा पनि तिमीलाई के जानकारी छ अलिकति बोल होइन। म नि यहाँ बिजी छु अब। अर्पण केसीले पनि मलाई उसले पहिला फिटमिनसँग कन्ट्रोभर्सी हुँदाखेरि उसको झगडा पर्दा, दुईजनाको झगडा पर्दा उसले मलाई खोज्दै आएको, म खोज्दै गएको होइन। उसले मलाई यसको जेटी वाइफ कहाँ छ मलाई भेट गराइदिनु न प्लिज, यो फिटमिनले अति गर्यो भनेर मलाई खोज्दै आएको हो। म भेटेको होइन, अब मसँग टिकटकमै भेटेको भनौँ। अनि भेटेको म त्यतिखेर एक्टिभ पनि थिएन टिकटकमा। अनि भेट भएपछि उसले चाहिँ बहिनी म हेल्प गर्छु होइन, तिम्रो आवाज म एकदम बुलन्द गर्छु टिकटकमा, आउनु पर्यो गेस्टमा भनेर मलाई फोर्सली बोलाएर सबै गर्यो। लास्टमा चाहिँ उसको पनि अलरेडी नेपालमा बुढी बच्चा छ भन्ने थाहा पाएपछि हामीले के भन्यो भने अर्पण दाइ तपाईँको पनि त अलरेडी तपाईँ पनि म्यारिड रहेछ, किनकि उसको वाइफले हामीलाई म्यासेज गर्यो नि त, भोइस म्यासेज अहिले पनि छ हामीसँग। त्यो भोइस म्यासेज सुनाउन सक्छु है, भोइस म्यासेज छ उसको जेठी वाइफले आनन्दले होइन। अब सिस्टर तपाईँहरू कस्तो मान्छेको उमा जानुभएको हेल्प माग्नलाई। अर्पण जो कि ऊ मेरो छोरी तपाईँको छोरी जत्रै छ, उसले मेरो
छोरीलाई हेरेको छैन भन्ने तपाईलाई कसरी न्याय दिन्छ त्यो त्यस्तो मान्छेले भनेर उसले भोइस मेसेज हामीलाई गरेपछि हामीले अनि अर्पण दाइलाई भन्यो हैन अर्पण दाइ तपाईको पनि त्यस्तो रहेछ तपाई पनि त फिटमेन जस्तै रहेछ के हो कुरो भन्दाखेरि उ हामीसँग बिचकेको अनि उसले मलाई पैसा दियो रे मेरो यति लाख खायो भनेर अर्पण दाइ फिटमे के रे यो लाइभ सुन्नु भएको छ भने कति पैसा खाएको छ बिल सहित आउनु होला प्लिज है म हात जोडेर भनेको छु तपाईले त्यो जुन एउटा 50,000 त्यो के रे सीता बोहरा भन्ने त्यो एउटा महिला अधिकार कर्मी उलाई तपाईले दिनु भएको उसले खाएर पनि कता गइसक्यो हैन हामीले त्यो थाहा पनि छैन है अरु कुरा मलाई केही थाहा छैन तपाई त्यसरी मेरो चरित्र हत्या गर्दै नबस्नु तपाईले भनेको जस्तो भएन भनेर अहिले मलाई ब्ल्याकमेल नगर्नु यदि खाएको रहेछ भने बिल सहित आउनुस् हैन तपाईको हामी एनी हाउ कति के हुन्छ हामीले पे गर्न तयार छु तर यस्तो बिन्ती छ त्यो चरित्र हत्या त नभएको कुरा गरेर नबस्नु तपाई पनि एउटा बुढीलाई बच्चालाई रुवाएर लात हानेर अर्का त्यो के रे त्यो इप्सुल दिदीसँग बस्नु भएको क्यानाडामा अनि यहाँ सुन अनि हो त्यो के छ पछि कुरा गरौँला अनि यहाँ जति पनि साथीहरु छ यस्तो कुराहरु अदालत छ यो छ भन्ने हामी सबैलाई थाहा छ अदालत हुन्छ के हुन्छ अदालतमा गर्ने भन्ने कुराहरु हुन्छ तर फुटेले चाहिँ जहिले पनि भिडियो उठाउँदै गाली गलौज गरेको छ नि त त्यसलाई चाहिँ के गर्ने त हैन त्यही भएर हामीले पनि लाइभमा यस्तो कुरा गरेको यसमा हामीलाई पनि थाहा छ कानुनी हिसाब छ भित्र त्यो कानुनले कुरा गर्ने हो हैन तर पनि हामीले यो चाहिँ हामीले एउटा डिस्कस गरेको किन चाहिँ यस्तो गरेको छ भन्ने अझ जस्तो उहाँ रश्मिलाई नचिनिकन उहाँले फिटमेन्टको बारेमा भिडियो बनाएर हाल्नुभयो के रश्मिले त लगाएको होइन नि त उहाँलाई तर उहाँले पनि केही फिटमेन्ट चाहिँ गलत छ है भन्ने हिसाबमा उहाँले भिडियो त्यस्तै अरूले पनि भिडियो बनाएर हालेको धेरैले सबैले हालेको छ सबैले तिनीहरूले ठोकिरहेछ किनभने सबैले ठोक्नु भनेको तपाईको मान्छे एकजना दुईजना होला हैन अझ जस्तो कति छ फेकीहरु छ सानो आइडी बनाउँछन् रियल आइडीबाट आएर बोल्न सक्दैनन् हैन तिनीहरू आएर गाली गलौज गर्नु भनेको भिन्नै उनीहरू टाइम पास भएको नचिनेको हुन्छ न तिनीहरूलाई हामीसँग मतलब हुन्छ न हामीसँग रिलेसनमा हुन्छ अब अहिले भनेको फिटमेन र यो त रश्मि भनेको त आफ्नै बुढी त हो नि त आफ्नै छोरी छ नेपालमा उसले त्यही घरमा बसेको त्यही घरमा खाएको सबै कुरा उसलाई हामीलाई के थाहा उसलाई पो सबै डिटेलमा थाहा हुन्छ त हैन अनि उसले भनेको कुराहरू अघि पनि जति कुराहरू गरेको छ उसले नै भनेको यो भन्दा अगाडि हामीले 1.5-2 वर्ष अगाडिदेखिको यो कुराहरू निकालेको हैन अनि उसले स्कुल फी पनि तिरेको 1 वर्षको स्कुल फी पनि तिरेको रश्मिको हामीले नै ठोकेर अनि बिल सहित लाइभमै हालेको मैले स्कुल फी तिरे है भनेर हालेको उसले लाइभमै हालेको अनि जब एउटा छोरीको स्कुल फी तिरेको पनि लाइभमा हाल्ने यो गर्ने यो टिकटक अलि दुर्गन्ध भयो अलिकति यो फिटमेनले चाहिँ अति किनभने उसले भिडियो बनाएर हाल्छ बुस्ट हालिदिन्छ भ्युजमा जान्छ मान्छेहरू नर्मल मान्छेहरूलाई आत्तिन्छ क्या हाम्रो त परिवार छ नि त फ्यामिली छ अरूले हेरिदिन्छ क्या अब घरि खड्कालाई कामी भनेको छ घरि उसलाई राईलाई कता कामी भनिदिएको छ दमै भनिदिएको छ कसलाई अनि उनीहरूको त एउटा इज्जत छ नि त एउटा इज्जत भएको मान्छे चाहिँ सोसियल मिडियामा अलिकति बदनाम हुँदाखेरि अलिकति डराउँछ क्या बुझ्नु भएन अब इज्जतै नभएको मान्छेलाई त जे भने पनि भइहाल्यो जस्तो अब फुटेकै हेर्ने उसको के इज्जतै छैन ल बोल्नुस् है तपाईहरु पनि म चाहिँ गए बजार मैले नि एउटा कमेन्ट गरेको थिएँ कि पुरै मेरो भिडियो हाल्दै छ हे बाबा के त्यो सुन्न पनि सकिँदैन क्या कसैको छेउमा बसेर फ्यामिलीको छेउमा त कुरै साथीभाइको छेउमा बसेर पनि सुन्न सकिँदैन त्यस्तो बोलेर चाहिँ भिडियो लगाइदिएको रहेछ अनि कतिले चाहिँ यो सुबिनाको बहिनी हो त्यसकै बहिनी जे सुकै भनेर भिडियो हाल्दैछ के गरे होला त्यो बौलाले ल म चाहिँ लागे तपाईहरु डिस्कस गर्दै हेर्नु ब्रदर पनि कहाँ बिजी हुनुहुन्छ जस्तो छ यत्रो टाइम दिनुभयो हैन थ्यांक यू सो मच ब्रदर हामी पछि कुरा गरौँला म अहिले गए म काममा छु है तपाईहरु बोल्नु सुबिना मर्द हैन कि नामर्द हो साला नामर्द छोरी मान्छेको भिडियो उठाएर सुरज जी एकदमै धेरै तपाईलाई पनि धन्यवाद छ हैन एकैछिन जब बिफोर तपाई जानुहुन्छ भन्दा अगाडि अलिकति कुरा गरौँ एकैछिन मलाई चाहिँ जस के भन्दा पनि जस्तो अब यो हाम्रो फिटम्यान भनेको मैले त्यस्तो नराम्रो उसको भिडियोहरु त मलाई पहिलाबाट नै मैले भने नि सुरुबाटै मैले उसको भिडियोहरु त मलाई पहिलाबाट नै हल्का त्यो मैले अलिकति मैले काटे कि डिस्कस गर्ने भने उसको सबैलाई ब्लक गरेको छ क्या जस्तो बोल्ने भन्ने बित्तिकै सबै सुरुमा ब्लक गर्छ अनि भिडियो बनाएर हाल्छ जो ब्लक गर्छ भिडियो बनाएर हाल्छ क्या सबैलाई ब्लक गरेको छ वी वान्ट टु बी लाइक लो न नेचुरल हाम्रो ब्रदरको लाइफमा फिटमेन्टले हेरिरहेको छ भने माथि आइज नि त कुरा गर्नुलाई
तँलाई त्यो ऊ छ भने रिस उठेको छ उसलाई अरूकोतिर मतलबै छैन अरे अर्पण केसी त्यो भयो अनि ऊ दुईजना अनि लाइभ खोलेको छ 24 आवर्स काममा पनि अर्को आफ्नै आइडी गेस्टमा राखेर लाइभ खोलेर बसिरहेको हुन्छ त्यहाँ बोल्नु त मान्छे जो पनि बोलिहाल्छ नि एउटा फेक आइडी बनायो गयो बोल्यो हैन ल ब्रदर भन्नु यो मैले एउटा कमेन्टको एन्सर दिएको होइन मलाई चाहिँ जस अहिले चाहिँ जस अब यो टिकटक सोसियल मिडिया भनेको यस्तो पावरफुल टुल हो त्यहाँ अब जस्तो अहिले अब फिटम्यानकै अब जस्तो म त भन्छु अब भाउजू भन्छु दिदी भाउजू जे भन्दा पनि होला होइन म भन्छु तपाईँलाई होइन जस्तो अब तपाईँ आउनुभयो तपाईँले कुरा गर्नुभयो अब मलाई झनै अब यो क्लियर भयो क्या फिटम्यान भनेको कस्तो खालको मान्छे भन्ने कुरा भाइलाई थोरै डिस्टर्ब गरे थोरै बोलेर जान्छु सुरज सोल्टी नमस्ते रश्मि नमस्ते सबैलाई नमस्ते हजुर नमस्ते म चाहिँ ड्युटीमा छु है सुने अब जान्छु म अनि थ्याङ्क यू भाइले माथि ल्याएकोमा सुरज सोल्टी नमस्ते बोल्दै टाइम मिल्दैन है हाम्रो होस्ट भाइलाई पनि नमस्ते सबैलाई नमस्ते ल म जान्छु ल ड्युटीमै छु कि बोल्नु मन त लागिरहेको अब बोल्नु पनि बखम खुसी कुरा के गर्नु होइन त्यस्तै गएको ल अब सुन्नु अब सुरजजी होइन अब रश्मि अब दिदी होइन जस्तो अब फिटम्यान जस्तो मेरो भिडियोले बनाएको छ मलाई मतलबको कुरा भएन किन भन्दाखेरि म फिटम्यानको न उसको वाइफको अहिले जस्तो रिसेन्टको वाइफको उठाउने छु न उसको अब कसैकोमा उठाउँदैन फोटो मलाई त्यो मेरो मेन्टालिटी छैन मैले त्यस्तो कहिले पनि गरेको उठाउने नै होइन भाइ त्यस्तो राम्रो नि होइन त्यो अनि के भन्दाखेरि उसको फिटम्यान कस्तो खालको मान्छे रहेछ भन्दाखेरि उसलाई केही कुराको नलेज त भनौँ न अलिकति इन्फर्मेसन त ग्राफै नगर्दो रहेछ क्या जस्तो अब जेपिटी मनमा आयो जे आयो त्यो अब त्यो शब्दहरू बोल्ने त्यस्तो गर्दो रहेछ क्या जस्तो अब मेरो बारेमा भिडियो त बनाएको छ तर केही कुराहरू पनि मिलेकै छैन क्या त उसलाई केही थाहा नै छैन कसैको पनि मिलेको छैन भाइको मात्र होइन त्यहाँ जति पनि फोटोहरू उठाएको छ उनीहरूको कसैको पनि त्यो एकदम त्यो फेक हो अनि मान्छे चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँको त्यो जस्तो सोसियल मिडियामा चाहिँ जसको धेरै फलोवर्स हुन्छ अब उनीहरूको भिडियो धेरै भाइरल भइसकेपछि मान्छेले जे बोल्दिए पनि त्यो कुरा चाहिँ साँच्चै हो भन्ने खालको कमेन्टहरू पनि आउँदो रहेछ कि त्यस्तो हुँदो रहेछ होइन त मलाई त थाहा नै थिएन किनभने त्यस्तो रहेछ सबैले लाइभ हेर्ने पनि हुँदैन क्या ब्रदर कतिले भिडियो मात्रै हेर्ने पनि छ नि त हाम्रो टिकटकमा स्क्रोल गर्दै भिडियो हेर्दै उनीहरूले जहिले हाम्रो लाइभै हेर्छ तपाईँले लाइभ स्ट्रिम गरेको हेर्छ भन्ने त्यस्तै भनिरहेको थिएँ अरे अब खै उसैलाई थाहा होला फिटम्यानलाई थाहा होला को हो यहाँ कमेन्ट गर्ने यस्तो उसैलाई थाहा होला के भन्नु जस्तो तपाईँहरूको रिलेसनसिपमा के भयो भनेर हामीले कोटाउनु त पाउँदैन होइन तर जे अब जस्तो कस्तो भने लाइक जे कुराहरू भइरहेको छ जेन्युन तरिकाले अगाडि बढ्ने हो क्या जस्तो अब फिटम्यानले जस्तो तपाईँलाई अब के गरौँ कसो गरौँ त्यो हामीले सोच्नु अथवा त्यो कुरामा पनि फेरि त्यो अब भनौँ न कुरा कोट्याउनु जस्तो गर्नु हुँदैन जस्तो फिटम्यानले त्यस्तो गर्दो रहेछ क्या दुनियाँलाई त्यो मेसेज गरेर सोध्ने पैसा दिने यो गर्ने त्यो बहुत गलत काम हो क्या मैले त सोचिरहेको थिएँ फिटम्यान आई थिङ्क बिजनेसम्यान होला ऊ अमेरिकामा गएको छ राम्रो होला उसको त्यो अब भनौँ न उताको वाइफको पनि कहिले काहीँ त भिडियोहरू हेरिरहन्छ भनौँ न बिजनेसम्यान होला भनेर मैले सोचिरहेको थिएँ राम्रो मान्छेलाई अनि जस्तो त्यो अरूको त्यो इन्डियनको पसल अरे त्यसमै बसेर काम गर्दो रहेछ त्यो इन्डियनको अन्डरभित्र त्यही त भनेको त्यो कति गलत हो होइन अब त्यो मान्छेलाई तल चाहिँ लाउनुपर्छ होइन किनभने जस्तो अब तपाईँको लाइफ अब बर्बाद गरेर हिँडेको छ त्यो मान्छेले होइन तपाईँको अब छोरी छ होइन छोरीको भविष्य के हुन्छ छोरीलाई त अब छोरीले बाबा भन्न पाएको छैन होला होइन अब त्यस्तो गर्ने मान्छे होइन त्यस्तो गर्ने मान्छेलाई अब जस्तो तपाईँहरूको मुद्दा चलिरहेको रहेछ होइन त्यो बहुत गलत गरिरहेछ अब यो मान्छेले बुझ्नु पर्यो होइन होइन जस्तो लाइफमा त अब 12-13 कतिजना हुन्छ उनीहरूले त बुझ्दैन यो कुरा होइन जस्तो भिडियोमा चाहिँ त्यही भएर भन्छु म तपाईँलाई जति पनि मान्छेहरू भिडियो बनाउनुहोस् भिडियो बनाउँदाखेरि मात्र मान्छेले विश्वास गर्ने रहेछ कि नत्र त्यो लाइफमा बोलेर थोरै मान्छे हुन्छ भिडियोमा बनाउनु थाल्यो भने मान्छेले चाहिँ हो रहेछ भन्ने कुरा हुँदो रहेछ त्यही भएर सबैजनाले यो फिटम्यानको बारेमा चाहिँ भिडियो बनाउनु होइन त्यो मान्छेको बारेमा बोल्नु ताकि सबै मान्छेलाई थाहा होस् कि होइन यो मान्छेले यति नाना थरीका कुरा गर्ने नाना तरिकाले भन्ने होइन जस्तो अब तपाईँलाई त्यस्तो अवस्थामा छोडिदिएको छ त्यो मान्छेले होइन त्यस्तो आफ्नो भविष्यको लागि तपाईँको छोरीलाई छोडेर हिँडेर फेरि तपाईँले नै उल्टै अब जस्तो भन्नु तपाईँलाई त्यो हेरेसमेन्ट गर्ने तपाईँलाई नै खेतो खन्ने खालको मान्छे भइसकेपछि त्यो मान्छे राम्रो हो त होइन नि त जेन्युन मान्छे होइन नि त मैले बुझेँ हेर्नुहोस् दिदी होइन तपाईँको त जे भए पनि अब पहिलाको त श्रीमान हो होइन अब कस्तो त्यो मान्छे यस्तो किन भएको रहेछ भनेर बुझ्दाखेरि चाहिँ कस्तो तपाईँसँग सम्बन्ध राम्रो छैन घर परिवारसँग राम्रो सम्बन्ध छैन
होइन नेपालमा राम्रो सम्बन्ध छैन त्यही भएर उसले मन परिबोल्नुको कारण त्यो रहेछ मैले बुझे अनुसार चाहिँ अहिले हो त्यही भएर बउ लाग्यो क्या त मेन्टल त्यही भएर सुरज मलाई खुसी लाग्यो होइन अब जोस् अब हाम्रो यहाँ दिदीलाई पनि ल्याउनु भयो थाहा भयो नि त अलिकति भए पनि कुराहरू थाहा भयो होइन मलाई एकदमै धेरै खुसी छु ठिकै भयो मलाई पनि एकदमै गुनासो के थियो भने अब अहिले जुन जति पनि अहिले यो चलिरहेको कन्ट्रोभर्सीमा चाहिँ अब उसले त्यस्तो गर्दाखेरि अहिले मेरो नानीको पनि फोटोहरू उठिरहेको देखेछु कि मैले त्यही भएर पनि म एकदमै त्यो कस्तो मनै कस्तो भइराखेको थिएँ कि त्यही भएर त्यो स्टप गर है सुन रश्मि म पनि जान्छु कि यहाँ सुन्नु ब्रदर कति साथीहरूले भन्छ यो अब बोल्नु हुँदैन यस्तो कुराहरूमा हामीलाई के मतलब भन्छ नि मतलब नहुँदा हुँदै पनि जस्तो उहाँहरूले एउटा कमेन्ट लेखेको भरमा भिडियो उठाएर हालिदिन्छ त्यो हुँदा हामी 2-4 जना मान्छे जो एउटा होस्टहरू छ सबैले बोल्नुपर्छ भन्ने मेरो धारणा चाहिँ के हो भने हामीलाई मुख दिएको अन्याय कहीँ अत्याचार भइरहेको छ भने हामीले आवाज उठाउनुपर्छ यो चाहिँ गलत नबोली छोड्छ त्यो नेपालमा भएको भए त थाहा भइहाल्थ्यो नि अहिले उता छ र त्यही मजाले भुक्दै बसिरहेछ एउटा सानो कमेन्ट त्यो पनि नराम्रो देखाएको होइन मेरो पनि भिडियो उठाएर हाल्दैछ राम्रै गरिस् कहिले आउँछ नेपाल पनि आउँछ होला नि त टेक्छ होला र म गएको ब्रदर हामी साथी पनि भएको छ फेरि कुरा गरौँला है म यहाँ काममा जान्छु ल बाई हुन्छ धेरै धेरै धन्यवाद है धेरै धेरै धन्यवाद